हेलो गुड मर्निङ र यसरी नै आज सन्डे बिहानै उठ्यो है र हाइकिङ जानु एकदमै मन परिरहेको थियो। वेदर पनि एकदमै साथ दिइरहेको थियो र बाटोमा अब हाइकिङ गर्दा गर्दा यसो राम्रो राम्रो सिनहरू देखेँ, भिडियोहरू गरेँ र साथमा अब एक दुईवटा भिडियो गरेपछि यसो निङ्गुरे सिस्नु भेटियो र अलिक उँभो जाँदाखेरि चिप्ले च्याउ भेटियो र यस च्याउलाई एक रात राखेर बिहान फेरि तयार गऱ्यो सब्जीको लागि है। यसरी केलाएर अन्त यसरी केलाइसकेपछि मजाले धोएपछि अब यसरी प्याज टमाटर खोर्सानीहरू है जति चाहिएको चिजहरू मजाले चपिङ गऱ्यो र यसमा लसुन छैन र यसको बदलामा चिम्फिङ एकदमै राम्रो हुन्छ है। चिम्फिङ हालेर यसरी अब तयार गरियो र सधैँ जस्तै अब नर्मल मसलाहरू हाल्यो है र त्यसलाई एकैछिन यसरी चलाइ गरेर है मजाले धोएपछि यसरी हाल्यो है। हालेपछि चाहिँ टक 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 चलायो, त्यहाँदेखि एकछिन राखेर फेरि हामीले 2 मिनटमा फेरि चलायो, त्यहाँदेखि 5 मिनटमा यस्तो भयो है। 5 मिनटपछि त्यहाँदेखि एकछिन लो फ्लेममा राखेपछि अब रेडी भयो र त्यसपछि हामीले यसरी खायौँ होइन। अनि कस्तो रहेछ टेस्ट भने है, त्यसपछि अब टेस्ट त एकदमै यम्मी नै थियो होइन। र तपाईँहरू पनि सावधानी रहनु होला, यो जङ्गली च्याउ त सुकै नखानु होला। र आउँदो भिडियोमा फेरि भेटौँला, बाई बाई।